दिल्लीमा रवि र मोदी बीच 1 घण्टा लामो वार्तापछि रविले भने नेपाल भारत सम्बन्धलाई विकास र विश्वासको नयाँ युगमा लैजानुपर्छ। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भारत भ्रमणका क्रममा उच्च स्तरीय भेटवार्ता भएको छ। भेटपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास, विश्वास र सहकारीको नयाँ चरणमा लैजानुपर्ने आवश्यकता उल्लेखेका छन्। भेट पश्चात सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै लामिछानेले प्रधानमन्त्री मोदीसँगको लामो र समर्थक संवादप्रति खुशी व्यक्त गरेका छन्। उनले नेपाल र भारतले विगतका अवरोधहरू पार गर्दै विकास केन्द्रित कूटनीतिक नयाँ युगलाई अँगाल्नुपर्ने धारणा राखेका छन्। लामिछानेले साझा सभ्यतागत सम्बन्ध, डिजिटल पूर्वाधार, कनेक्टिभिटी विस्तार तथा आर्थिक सहकारीलाई भविष्यको साझेदारीका प्रमुख आधारका रूपमा उल्लेख गरेका छन्। उनले यी क्षेत्रहरूमा केन्द्रित सहकारीले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत र विश्वासमा आधारित बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार नेपाल र भारत बीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नभई जनस्तरको निकटता, सांस्कृतिक सम्बन्ध र साझा समृद्धिको लक्ष्यसँग जोडिएको छ। उनले प्रगति र आपसी विश्वासद्वारा निर्देशित नयाँ साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। सभापति लामिछानेले रासपा नेपाल र भारतका जनताको हितमा रहेका सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै साझा समृद्धिका लागि सहकारीलाई प्राथमिकता दिने बताएका छन्। भारत भ्रमणका क्रममा भएको यो भेटलाई नेपाल भारत सम्बन्धको भविष्य, क्षेत्रीय सहकारी र विकास साझेदारीका विषयमा महत्वपूर्ण संवादका रूपमा हेरिएको छ। राजनीतिक तथा कूटनीतिक वृत्तमा समेत लामिछाने र मोदी बीचको भेटलाई दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाउने सकारात्मक संकेतका रूपमा विश्लेषण गरिएको छ।